हेलो नमस्कार साथीहरु एभ्रीवान, यहाँहरु सबैलाई चाहिँ यस डिटेक्जेट च्यानलमा चाहिँ स्वागत गर्न चाहन्छु। अनि आजको भिडियो के विषयमा बन्दैछ भनेर तपाईले थम्बनेल हेरेर थाहा पाइसक्नु भएको छ होला। म ढिला नगरिकिन चाहिँ आजको विषयवस्तुतर्फ नै लागे। आजको विषयवस्तु चाहिँ हाम्रो थोरै इलेक्ट्रिसिटी बिलिङ सिस्टम, इलेक्ट्रिसिटी बिललाई चाहिँ घरै बसेर कसरी बुझाउने। तपाईलाई थाहा नै छ जसरी चाहिँ हामी बिल बुझाउनको लागि धेरै टाढा टाढा धाउनु पर्ने, अझै पनि कतिपय ठाउँमा चाहिँ यस्ता समस्याहरू छन्। अब त्यो समस्यालाई चाहिँ हामीले समाधान आफ्नै मोबाइलबाट जब गर्न सक्छौं भने बाहिर हामी धाउनु पर्यो किन त, हैन? त्यसको लागि चाहिँ तपाईहरुले यो भिडियो चाहिँ जरुर हेर्नुपर्नेछ। आजको भिडियोमा चाहिँ हामी त्यसै विषयमा छलफल गर्दैछौं र त्यही विषयलाई चाहिँ जोडेर आजको भिडियो क्रिएट भएको छ। आज म तपाईलाई यो भिडियोमा चाहिँ आफ्नै फोनबाट कसरी बिल इसेवाको मार्फतबाट कसरी बिजुलीको बिल बुझाउने त भन्ने कुरा सिकाउँदैछु। बिजुलीको बिल हामीले कसरी बुझाउन सकिन्छ भन्ने कुरा आजको यो भिडियो हेरिसकेपछि तपाईलाई चाहिँ कहीं कतै पनि जानु पर्दैन। मजाले तपाईले चाहिँ आजबाट इसेवाबाट आफ्नै इसेवाबाट चाहिँ बिजुलीको बिल मजाले तिर्न सक्नुहुन्छ है त। त्यसको लागि साथीहरु यो भिडियो तपाईले चाहिँ नछुटाइकिन एक एक स्टेप पनि फलो नछुटाइकिन तपाईहरुले चाहिँ हरेक स्टेपलाई ख्याल गरेर चाहिँ हेर्नु भयो भने मजाले तपाईले चाहिँ यही भिडियो तपाईलाई काफी हुन्छ। कुनै पनि अन्य युट्युब भिडियो हेर्नु पर्दैन, जसमा चाहिँ मैले तपाईलाई जे सत्य कुरा रहेको छ त्यही कुरा मात्रै राख्दिएको छु। र यो तपाईले चाहिँ स्क्रिन शेयर मैले अब गर्दैछु, यो स्क्रिन शेयर गरेको भिडियो हेर्नु होला र त्यहाँबाट तपाईले चाहिँ नबुझेको कुराहरू केही छ भने यदि यो भिडियो हेरेर पनि बुझ्नु भएन भने तपाईले चाहिँ कमेन्टमा भन्न सक्नुहुन्छ। म तपाईलाई अझै बुझाउने तरिकाले चाहिँ अर्को भिडियो क्रिएट गर्नेछु। अब लागौं, धेरै कुरा नगरौं, साथीहरु फेरि बोर भइहाल्नुहुन्छ। अब लागौं हामी भिडियोतर्फ। हाम्रो चाहिँ बिजुली बत्तीको बिल चाहिँ कसरी तिर्ने, कसरी भुक्तानी गर्ने भन्ने कुराहरू सिक्दै छौं, जसको लागि तपाईले आफ्नो इसेवा एकाउन्टबाट कसरी गर्ने त। सो सानो सानो काम हामीले घरै बसेर चाहिँ आफ्नै फोनबाट गर्न सकिन्छ र यसरी केही कुरा हामीले जान्यौ भने चाहिँ बिलहरू बुझाउन हामीलाई धेरै सजिलो हुन्छ। अब चाहिँ हामी चाहिँ इलेक्ट्रिसिटी बिल, बत्तीको बिल बुझाउन पनि कार्यालयमै जानुपर्ने अवस्था चाहिँ छैन। त्यसको लागि चाहिँ हामीले कसरी गर्ने त त्यो कुरा म तपाईलाई स्टेप बाइ स्टेप सिकाउँदै छु। जसको लागि तपाईले इसेवामा जानु होला। इसेवालाई तपाई ओपन गर्न सक्नुहुन्छ र इलेक्ट्रिसिटी लेखेको यहाँ चाहिँ तपाई युटिलिटी एन्ड बिल पेमेन्ट्स भन्ने अप्सन देख्न सक्नुहुन्छ, जसको टप अपको साइडमा रहेको छ इलेक्ट्रिसिटी। यो इलेक्ट्रिसिटीमा जस्ट तपाईले क्लिक गर्नुपर्ने हुन्छ। अनि यहाँ चाहिँ केही महत्त्वपूर्ण जानकारी दिएको छ है। बिजुलीको बिल तिर्ने समय बिहान 8 बजेदेखि राति 12 बजेसम्म मात्र भनेको छ। रु 500 भन्दा माथि बिलमा चाहिँ 5.35 भ्याट सहित सेवा शुल्क लाग्ने छ पनि भनेको छ है त। ओके, यो चाहिँ तपाईलाई जानकारीको लागि हो। तपाईले चाहिँ बिजुलीको बिल बुझाउँदाखेरि 8 बजेदेखि 12 बजेसम्म मात्र गर्न सक्नुहुन्छ। यदि तपाई चाहिँ बिहानै उठेर 6 बजे नै म बिल बुझाउँछु भन्नुभयो भने चाहिँ मिल्दैन भन्ने कुरा हो। ओके, त्यसपछि अब हामीले चाहिँ यता तलतिर हेर्न सक्छ काउन्टर लेखेको छ है। एकदम ध्यान दिनुपर्ने कुरा काउन्टर देखि छ। सो काउन्टरमा तपाईले चाहिँ यहाँ गएर काउन्टर अप्सनमा चाहिँ क्लिक गर्ने। यो काउन्टरमा क्लिक गरिसकेपछि तपाईको जुन बिजुलीको बिल हुन्छ है, त्यो बिलमा पनि लेखेको हुन सक्छ हैन। तपाईको काउन्टर के हो त, तपाईको मिटर बक्समा पनि हुन सक्छ। तपाईको चाहिँ बिल बुझाउने काउन्टर के रहेको छ भन्ने हाम्रो चाहिँ यहाँ चाहिँ कृष्णनगर कपिलवस्तु, यहाँ सर्च पनि गर्न पनि मिल्छ है। त्यसरी चाहिँ हामीले सर्च गर्यौं। अनि यहाँ चाहिँ हाम्रो एससी नम्बर भन्ने हुन्छ। यो एससी नम्बर चाहिँ तपाईको यहाँ तपाईले टाइप गर्नुपर्ने हुन्छ। जस्तै म एउटा एससी नम्बर टाइप गर्दैछु। यो तपाईको बिलमा देख्न सक्नुहुन्छ एससी नम्बर भनेर लेखेको हुन्छ। त्यसलाई तपाईले टाइप गर्नुपर्ने हुन्छ। सो मैले नम्बर टाइप गर्दैछु 022.10. ओके, यसरी तपाईले चाहिँ यो 8 अङ्कको चाहिँ एससी नम्बरलाई टाइप गर्नुपर्ने हुन्छ। अर्को चाहिँ कस्टमर आइडी भनेको छ। कस्टमर आइडीको लागि पनि एससी नम्बरको तल 4वटा अङ्कको कस्टमर आइडी हुन्छ। यो पनि तपाईले चाहिँ टाइप गर्नुपर्ने हुन्छ, तपाईले क्लिक गर्नुपर्ने हुन्छ। यसरी प्रोसेसमा क्लिक गरिसकेपछि तपाईले सबै कुराहरु देखाउँछ, नेम, काउन्टर, कस्टमर आइडी, एससी नम्बर। यहाँ चेक गर्नु होला तपाईको चाहिँ नेम ठीक छ छैन, काउन्टर ठीक छ छैन चेक गर्नु होला है। र यसरी चेक गरिसकेपछि अब यहाँ चाहिँ तपाईले जस्ट यहाँ प्रोसेसमा क्लिक गरिदिनु होला र एकचोटी तपाईले कन्फर्ममा पनि क्लिक गरिदिनु पर्ने हुन्छ। र तपाई चाहिँ यहाँबाट हामीले यसरी चाहिँ सजिलै के गर्न सक्छौं त बिल बुझाउन सकिन्छ। यसरी चाहिँ तपाईले चाहिँ बिजुलीको बिल घरै बसेर आफ्नै मोबाइल, आफ्नै इसेवा आइडीबाट चाहिँ मजाले दिन सक्नुहुन्छ। र यसको चाहिँ बिलको पीडीएफ हेर्न चाहनुहुन्छ भने माथि तपाईले यहाँ पीडीएफमा क्लिक गरेर पीडीएफलाई डाउनलोड गरेर पनि तपाईले यसलाई चाहिँ हेर्न पनि सक्नुहुन्छ।
ओके साथीहरु, यसरी चाहिँ हामीले बिजुलीको बिल बुझाउने तरिका हामीले घरै बसेर चाहिँ कसरी गर्ने भन्ने कुरा हामीले सिकिसकेका छौं। यदि तपाईहरु यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ, टेक्निकली कुराहरु जान्न चाहनुहुन्छ भने यस च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला। थ्यांक यू सो मच एभ्रीवन।